मत्ती 5:3 मा यसरी लेखेको छ, धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। यो पद सुन्दाखेरि अनौठो लाग्न सक्छ। मानिस कसरी आत्मामा गरिब हुन सक्छ? हामीले शारीरिक गरिबीको बारेमा सुनेका छौँ, तर यसुले आत्मिक गरिबको बारेमा कुरा गर्नुहुन्छ यहाँ। अनि अर्को झन अनौठो कुरा के छ भन्दाखेरि, जो आत्मामा गरिब हुन्छन् तिनीहरू चाहिँ आशिषित व्यक्तिहरू हुन्। यो कसरी सम्भव हुन सक्छ? मानवीय दृष्टिकोणले हेर्दाखेरि धनी व्यक्ति चाहिँ आशिषित व्यक्ति हो। गरिब हुनु भनेको त श्रापित हुनु हो। तर यसुले यो शारीरिक गरिबीको कुरा गर्नुभएको होइन, आत्मिक गरिबीको बारेमा कुरा गर्नुभएको हो, जसको अर्थ हुन्छ आफ्नो कमजोरीहरूलाई स्वीकार गरेर परमेश्वरमा भर पर्नु हो। म आफ्नै कर्मले वा योग्यताले म आफैले बचाउन सक्दिनँ, मेरो उद्धारको लागि उहाँको अनुग्रह चाहिन्छ भन्नु हो। यस्ता व्यक्तिहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूको हो। पापमा मरेको मानिसले आफ्नै धर्म कर्मद्वारा आफैलाई पापबाट बचाउन सक्दैन। त्यही भएर येशू ख्रीष्ट जो परमेश्वर हुनुहुन्छ, उहाँ आफै मानव बनी यो संसारमा आउनुभयो। हामीले जिउन नसकेको पवित्र र निष्ठोर जीवन जिउनुभयो र हाम्रो सट्टामा क्रुसमा मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा जीवित भई उठ्नुभयो। अब जसले आफ्ना पापहरू स्वीकार गरेर उहाँमाथि विश्वास गर्छ, उहाँले तिनीहरूको पाप क्षमा गर्नुहुन्छ र तिनीहरूले उहाँको राज्यमा प्रवेश पाउनेछन्। आमेन।